Hey guys, what's up? नमस्ते सबैजनालाई. दिस इज पुष्पराज आचार्य. मेरो गोप्रोमा प्रब्लम आइरहेको रहेछ हैन, त्यही भएर ल्याङ भयो. हामी चाहिँ आज चाहिँ ढिकी डाँडातिर छौँ हैन, ढिकी रिसोर्टतिर. हामी चाहिँ यसलाई चाहिँ हेर्ने छौँ हैन, कस्तो छ भनेर. फ्रेसमा चाहिँ यस्तो छ, छिर्ने ठाउँमा चाहिँ स्विमिङ पुल सबै छ. हेर्दिम न हैन. के छ बाजे? ठिक छ हजुर. ट्रिपमा हो कि फ्रेसमा हो? ए ल ठिक छ. आज बुढो चाहिँ फ्रेसमै रहेछ. ड्युटी टाइम हो, ड्युटी टाइम हो. स्विमिङ पुल चाहिँ यस्तो रहेछ, तर भस्नु के हो या उता बरालो यता अर्को रहेछ है. ए यता गहिरो बच्चा ठुलो मान्छे पौडिने रहेछ. उता चाहिँ यस्तो रहेछ होइन. त्यसपछि यतापट्टिको भ्यू चाहिँ यस्तो खालको छ होइन. अनि ढिकी डाँडाको भ्यू चाहिँ यस्तो खालको छ. म चाहिँ यो चाहिँ अहिले चाहिँ सर्ट टाइमको एउटा भिडियो मात्रै बनाएको. म अर्को भिडियो पनि बनाउँछु होइन. अहिले आज चाहिँ घाम लगाइदियो है, फाइनली घाम पनि देख्नु पायो. वाइल्ड नै छ, ब्युटिफुलै छ होइन. त्यसपछि यहाँको मेन यो होटेल सोटेल भनेको त अब पछि बनाएर ब्युटिफुल देखेको होइन, तर यहाँको मेन ब्युटिफुल पोइन्ट भनेको चाहिँ यहाँ खालको. अहिले चाहिँ बादल भएर चाहिँ अहिले राम्रो देखेको छैन. फेरि म एक दिनपछि चाहिँ फेरि बादल बिनाएको चाहिँ अहिले त म यो केटालाई छन्न हिँड्न लाग्यो नि त, यो केटालाई. अनि त्यही भएर यसो भिडियो बनाइदिएको क्या गाइज होइन. यहाँ बसेर पिङ खेल्ने हो गाइज है. यसमा बसेर पिङ खेल्ने हो, इन्जोय हुन्छ होइन. इन्जोय छ त्यहाँ पिङ खेल्न. त्यसपछि हेरे माथि चाहिँ छ होइन, यो यसलाई यहाँ टर्नु पर्छ. पहिला यहाँ हाम्रो नेपालको झन्डा ठडाएको थियो यो पोलमा होइन. अहिले मुला के गरेर फाल्यो भन्छ तले. अब यहाँबाट देख्न पाउने भनेको यस्तो भ्यू हो क्या. यता माछापुच्छे सँगसँगै धौलागिरी, यता अन्नपूर्ण देखिन्छ तर बादल लाग्यो. काउरे घाचोक होइन. त्यसपछि प्रुन्चौर, उता ल्वाङ घलेल, उता हुन्छ नि सबकै ठाउँहरू चाहिँ ब्युटिफुल देख्छ होइन. त्यस्तो छ. त्यही भएर हाम्रो ढिकी डाँडा चाहिँ फेमस छ गाइस है. ल है गाइस, आज चाहिँ मौसम ठिकै थियो, त्यही भएर अब खासै राम्रो भिडियो भएन. फेरि म नाइट भिजनमा एउटा भिडियो बनाउँछु है गाइस है, भोलि पर्सिमा. अब तपाईँहरूलाई थाहा नै छ नि त, मेरो प्रोजेक्ट लगभग कम्प्लिट हुन थालिसक्यो. अब लगभग 10वटा भिडियो पछि चाहिँ मेरो कम्प्लिट हुन्छ. त्यसपछि फेरि हामी चाहिँ डेली भिडियोमा चाहिँ ब्लगमा चाहिँ भेट्छौँ. सुरुमा कम्प्लिट नभइन्जेलसम्म चाहिँ म त्यतैतिर मात्रै ध्यान दिन्छु गाइस. ओके, वान मोर टाइम यो ढिकी डाँडालाई हेरौँ होइन. त्यसपछि चाहिँ ओके बाई थ्याङ्क यू भन्दै बिदाय माग्न चाहन्छु गाइस.